नमस्कार। 2083 सालमा कुम्भ राशिको राशि कस्तो छ, कुम्भ राशि हुने जातक जातिकाले के कुरामा विशेष ध्यान दिनुपर्छ, व्यवसायमा कस्तो बाधा अर्चना आउँछ, वैदेशिक क्षेत्रमा कसरी सफलता प्राप्त हुन्छ, कृषि कर्ममा कहाँ लाभ हुन्छ, या कमिसन एजेन्ट, शेयर मार्केट या जग्गा जमिन कुन चीजबाट चाहिँ यो वर्ष तपाईहरु उठ्न सक्नुहुन्छ र 7.5 शनिले तपाईहरुलाई कहाँ, केमा र कसरी प्रभाव पार्छ त्यसका बारेमा म यहाँ कुराकानी गर्छु। तपाईहरुले यो भिडियो पुरा हेरिसकेपछि लाइक, सब्स्क्राइब अनि शेयर गर्न नबिर्सिनु होला र आफुलाई लागेको, मनमा लागेका कुरा यथार्थ अनि तर्कपरक केही कमेन्टहरु तपाईले गर्न सक्नुहुन्छ, जसले गर्दा हामीलाई पनि भिडियोहरु बनाउन हौसला मिलोस् र तपाईको जीवनमा पनि सकारात्मकता छाओस्। कुम्भ राशि आफैमा पनि शनि प्रधान राशि हो, जसको लामो समयदेखि 7.5 शनि चलिरहेको छ। करिबन यसले 6 वर्ष भन्दा बढीको समय बितायो। 6 वर्ष भन्दा बढीको समय बिताउँदा जीवनमा आरोह अवरोह, उताप चढाव, कतिलाई यसले लाभ गरायो, लटरी पार्यो, कतिले यसबाट जग्गा जमिन, आर्थिक भौतिक सामाजिक उन्नति गर्नुभयो भने कतिपय व्यक्तिलाई यसले मुद्दा मामिला, झै झगडा, अशान्ति, झुटा आरोप र आर्थिक रूपमा सडकमा पनि पुर्यायो। र एकदमै शनिको नियम एकदमै कठोर हुन्छ, कडा हुन्छ, कसैले भनेर माफ हुँदैन। शनिको नियममा शनिलाई माफ गर्ने भन्ने कुनै पनि नियम छैन। हाम्रो कानुनले जेल जाने नियम छ, यो सामान्य नियम हो, तर शनिले जेल जान अपिल पनि गर्दैन, अस्वीकार पनि गर्दैन र त्योभन्दा धेरै कयौं गुणा उसले दुःख, पीडा, अभाव, चुनौती, संघर्ष दिन्छ ताकि व्यक्तिलाई एउटा काममा 1000 चोटी कुदाइदिन्छ। 7.5 शनिमा त मान्छेले जीवनमा कहिले नपाएको दुःख पनि पाउँछ, कसैले। सबैको जन्म कुण्डलीमा सबै तरिकाले यही नियम लागू हुन्छ भन्ने छैन। कसैलाई 7.5 ले एकदमै सामान्य अवस्थाबाट महाधनी, धनी, अरबपति या आर्थिक रूपमा उसलाई एकदमै समृद्ध पनि बनाउँछ। शनिको नियम हामीले विशेष गरेर फलामसँग, कोइलासँग, तेलसँग, कर्मसँग, अनुशासनसँग एकदमै जोडिन्छ। शनि न्यायको देवता हो, त्यहाँ केही पनि हेरिदैन। जसरी अदालतमा न्यायाधीशले सही र गलत पक्षमा न्याय गर्नुहुन्छ, त्यो बाहिर नमिलिसकेपछि, त्यसैगरी नै शनिदेवले असाध्यै कठोरपूर्ण र सत्यपूर्ण न्याय गर्नुहुन्छ। त्यस आधारमा 2083 साल कुम्भ राशिको लागि केही अशुभ, केही शुभ प्रभाव चाहिँ छ, त्यो मैले भन्न सक्छु। सुरुमा 7.5 शनिको कुराकानी गरौँ। अहिले गोचरीय अवस्थामा शनिले शिरलाई छोडेर दोस्रो भावबाट केही समय अगाडिदेखि नै भ्रमण गरिरहेका छन्। शनि एक राशिमा 2.5 वर्ष बस्छन् र 2.5 वर्षको समयमा विभिन्न नक्षत्रहरूको भ्रमण पनि गर्छन्। ती नक्षत्रमा एक नक्षत्रबाट अर्को नक्षत्रमा भ्रमण गर्दा कतिपय व्यक्तिलाई लाभ हानि, दुःख सुख पनि हुन्छ र शनि विभिन्न काल खण्डमा कहिले सूर्यसँग ठोकिन्छन्, कहिले राहुसँग, कहिले बृहस्पतिसँग पनि ठोकिन्छन्। त्यस आधारमा त्यहाँ पनि विभिन्न किसिमका घटनाहरू घट्छन् आफ्नो जीवनमा। कसैलाई चोटपटक लाग्छ, त्यही समयमा कसैले चिट्ठा पार्छ, त्यही समयमा कसैले लाभ प्राप्त गर्छ, त्यही समयमा कसैको विवाह हुन्छ, कसैको विदेशको भिसा लाग्छ। यो अनेक किसिमका कुराहरू चाहिँ हुन्छन् नै। तर 83 सालमा कुम्भ राशिलाई के छ त? शनिको दोस्रो भावबाट भ्रमण रहँदा स्थायी सम्पत्ति या कुनै लामो समय राख्ने सम्पत्तिको लागि एकदमै राम्रो हुन्छ। यस्तो समयमा कहिलेकाहीँ पैसाहरू नउठ्ने, लगेको मान्छेले नदिने अनि कामहरू नबन्ने, सुन चाँदी हिरा मोती हराउने, घरमा चोरी चकारी लाग्ने, दृष्टि दोष लाग्ने, भूत प्रेत पिशाच राक्षस डाकिनी साकिनी बेताल आदिको भय हुने,
नराम्रा सपनाहरू देखिने, शोकहरू पर्ने यस्तो अप्ठ्यारो किसिमका चुनौतीपूर्ण समय हुन्छ। जुन जुन भावमा शनिले प्रभाव पारेको छ त्यो भावसँग सम्बन्धित घटनाहरू घट्छन्। चतुर्थ भावमा शनि छ भने आमासँगको बिरामी, आमाको स्वास्थ्यलाई लिएर चिन्ता बढ्छ र शनिले 1-2 पल्टभन्दा कतिपल्टमा हिट गर्नुपर्ने हो, त्यो बढी नै हिट गर्छ। कहिलेकाहीँ कुनै न कुनै ग्रहको कन्जक्सन या संयोजन या युतिमा त्यसले काहीँ न काहीँ बडो हिट गर्ने गर्छ। त्यस आधारमा पनि 2083 साल लाभ र हानि चुनौतीको वर्ष छ कुम्भ राशि हुने व्यक्तिलाई। अर्को, लामो समयदेखि 7.5 चल्नु, शिरमा राहु आएर बसेको छ। त्यो शिरको राहुले अनावश्यक दुःख, मुद्दा मामिला, झैझमेला, अनावश्यक तनाव, टेन्सन, नकारात्मकता बढाउने काम गर्छ। त्यो राहुले मङ्सिरबाट छोड्दैछ, त्यसपछि द्वादशमा जान्छ। यसले वैदेशिक क्षेत्रका यात्राहरूमा तपाईँलाई सफलता दिन्छ। केही लफडाहरू लगाए पनि केही काममा सफलता दिन्छ, केही चिजमा तपाईँलाई सुख दिन्छ, किन यो बृहस्पतिको दृष्टिमा हुन्छ। पाप ग्रह शुभ ग्रहको दृष्टिमा हुनु, अझ पनि उच्च बृहस्पतिको दृष्टिमा हुनु एकदमै राम्रो कुरा हो। स्वास्थ्यको कारणले लिएर केही चिन्ताहरू बढ्छन्, केही अपरेसनका योगहरू बनेका छन्। गाडी मोटरसाइकल घोडा यस्तो चिजहरू नकिन्नु होला। आफन्त नजिकका साथीभाइसँग मिलेर कुनै पनि ठुलो व्यापार बिजनेस पार्टनरसिपमा नगर्नु होला, त्यो द्वन्द्वमा जान सक्छ। पढाइमा पनि सब्जेक्टहरू चेन्ज हुने, इन्जिनियरिङ, मेडिकल साइन्स, सिए यस्ता सब्जेक्टहरूमा तपाईँको लगाव ठुलो हुन सक्छ। मावली पक्ष एकदमै राम्रो देखिएको छ। मावलीको धन लिने, दैनिक कारोबारमा ठुलो लाभ हुने, दैनिक जागिरमा सफलता प्राप्त गर्ने, लोकसेवा आयोगमा इक्जाममा नामहरू निक्लिने, लामो समयदेखिको धन फसेको उठ्ने या व्यावहारिक कुराहरू सबै कुराहरू केही मिल्न सक्ने चान्सेस कुम्भ राशिको लागि देखिएको छ। तर विवाह, पार्टनर या कुनै पनि दैनिक हुने घटनाक्रममा केहीमा चिन्ता भने बढ्छ। पति र पत्नी बीच उग्र मतभेद बढ्न सक्छ। कामहरूमा ढिलासुस्ती हुनेछ, धैर्यतामा कमी आउनेछ, अस्थिरताले ठाउँ पाउनेछ, नकारात्मकताले शरीरलाई घेर्नेछ। त्यसकारणले गर्दा यो कुरामा पनि तपाईँहरूले ख्याल गर्नु पर्यो। डिबी, चिट्ठा, लटरी, सेयर मार्केट यस्तो चिजबाट केही लाभको योग देखिएको छ। वैदेशिक क्षेत्रमा हुनुहुन्छ, अस्ट्रेलिया, अमेरिका, डेनमार्क, जापान, युरोपका कतिपय देश, माल्टा, ग्रिस हैन, यस्ता देशहरूमा हुनुहुन्छ। पिआर कुनै पनि कार्यहरूको ट्राई गर्दै हुनुहुन्छ। आगामी श्रावण महिनादेखि उता आश्विन महिनासम्म केही चुनौतीपूर्ण अप्ठ्यारो अवस्थाबाट सजिलो अवस्थामा आउनुहुनेछ। लामो समयदेखिका नराम्रा कर्महरूको पनि तपाईँको ठेगान लाग्नेछ। त्यसै गरी सामान्य दुर्घटना, चोटपटकको भय, पारिवारिक यात्रा नगर्नु राम्रो हुनेछ। भाग्य स्थानले भरपुर सहयोग गरेको छ। भाग्य निकै प्रभावशाली रहनेछ। होटल, ट्राभल, टुरिज्म, कृषि, पशु पन्छी, चौपाया आदिबाट भने लाभ मिल्नेछ। आमा, मामा, फुपू या कुनै पनि महिला व्यक्तिबाट यो वर्ष ठुलो लाभ हुने अवस्था देखिएको छ। कर्मक्षेत्रमा मन्त्री, सांसद या उच्च पदाधिकारी, कुनै सरकारी सङ्घ संस्थामा नियुक्तिको योग पनि देखिएको छ। एकादश भावबाट बृहस्पतिको गोचर रहँदा विभिन्न क्षेत्रमा आम्दानी हुनेछ। स्कुल, कलेज, मिडिया, त्यसै गरी फेसन, डिजाइनिङ, होटल, रेस्टुरेन्ट, तरल पदार्थ यस्तो चिजबाट कुम्भ राशि हुने व्यक्तिलाई एकदमै लाभ मिल्नेछ। वायु तत्त्व प्रधान चिजहरूबाट पनि तपाईँलाई ठुलो लाभ मिल्नेछ। लामो समयदेखिको अस्थिरताले अन्त्य हुनेछ। केही नयाँ चिजहरूको आशा भने तपाईँलाई गर्दा राम्रो हुनेछ। यहाँ फलको अवस्था 50-50 देखिएको छ। एकदमै उत्साहित हुनुपर्ने अवस्था छैन, हतोत्साहित हुनुपर्ने अवस्था छैन। शनि भगवानको पूजा उपासना गर्नु, 7.5 त्यसै पनि कामहरू ढिला हुने,
झुट्टा आरोप लाग्ने, मुद्दा मामिला लाग्ने, छिमेकीसँग रिसिभी बढ्ने, कामहरू नहुने, एकदमै हेल्थहरू बिग्रिने, लामो समय हस्पिटल बस्नुपर्ने, दबाई खानुपर्ने, अनावश्यक यस्ता विवादहरू चाहिँ हुन्छन् नै। त्यसबाट विशेष किसिमको सतर्कता, संयमता, धैर्यता तपाईँलाई एकदमै आवश्यक छ। अर्को महत्त्वपूर्ण कुरा, बृहस्पति तपाईँको जन्म कुण्डलीमा जहाँ छ त्यसले पनि फरक पार्छ, राहु जहाँ छ त्यसले पनि फरक पार्छ, शनि जहाँ छ त्यसले पनि फरक पार्छ। त्यस आधारमा गोचरीय नकारात्मक प्रभावहरू चाहिँ एकदमै ख्याल गर्नुपर्छ, जसले तपाईँको जीवनमा अनगिन्ती चुनौती र अवसर दुवै कुरा लिएर आएका हुन्छन् हैन। र कुम्भ राशिको लागि सरसर्ती अन्तिममा तपाईँले धेरै कुरा त मिक्स मार्क्स भयो होला, तर दुईटा तीनटा कुरा एकदमै महत्त्वपूर्ण छ। सरकारी जागिरको लागि एकदमै राम्रो वर्ष छ, स्थायी सम्पत्तिको लागि एकदमै राम्रो वर्ष छ, वैदेशिक क्षेत्रको लागि राम्रो छ, धार्मिक र माङ्गलिक कार्यको लागि एकदमै राम्रो वर्ष छ, हेल्थको लागि एकदमै राम्रो वर्ष छ। अनि काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर हुन सक्छ, अनावश्यक द्वन्द्व झैझगडा मचिन सक्छ। ती सम्पूर्ण कुरामा भने एकदमै ख्याल गर्नुहोला। वैशाख महिना, श्रावण महिना अनि मङ्सिर र पुष महिना, यी चारवटा महिनामा तपाईँको फलिफाप हुने, मालामाल हुने, जय जयकार हुने हुन्छ। 7.5 शनि चलेको कारणले गर्दा भगवान शिवको आराधना गर्ने, शनिदेवको पूजा उपासना गर्ने, शनि मन्दिरमा गएर दर्शन गर्ने, काली भगवतीको उपासना गर्ने र भगवान शनिदेवलाई पिप्पलको वृक्षमा गएर जल चढाउने, धागो बाँध्ने, धूपबत्ती बाल्ने, यस्तो किसिमको कर्महरू गर्नुभयो भने शनि भगवान एकदमै प्रसन्न भएर तपाईँहरूलाई रक्षा गर्नुहुनेछ र तपाईँहरूको जीवनमा जय जयकार गर्नुहुनेछ। त्यसै गरी यो वर्ष भैरव, काली, हनुमान यस्ता शक्तिहरूको पनि तपाईँहरूले उपासना, साधना, ध्यान, मेडिटेसन गरेर आत्मा जागरण गर्न सक्नुहुन्छ। यसै गरी यो वर्ष यात्रा गरेर पनि आत्मा जागरण गर्न सक्नुहुन्छ, गङ्गामा स्नान गरेर पनि तपाईँले जागरण गर्न सक्नुहुन्छ, कुण्डलीलाई उठाउन सक्नुहुन्छ, आफ्नो फसेको धनलाई उठाउन सक्नुहुन्छ, आफ्नो बिग्रेको व्यवहारलाई सपार्न सक्नुहुन्छ। जीवनमा यसरी नै चौतर्फी मालामाल भएको देख्न चाहनुहुन्छ भने साधना गर्न आरम्भ गर्नुहोस्, जीवनलाई सकारात्मक बाटोमा लानुहोस् र राम्रो मात्रै कुरालाई सोच्ने, सुन्ने र मनन गर्ने बानीलाई अगाडि बढाउनु भयो भने एकदमै राम्रो हुनेछ। हाम्रो युट्युब च्यानल तपाईँहरूलाई कस्तो लागिरहेको छ, सब्सक्राइब गर्न, सेयर गर्न र हामीलाई केही न केही सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोला। आजलाई यस कार्यक्रमबाट म कृष्ण भण्डारी बिदा हुन्छु। तपाईँको दिन, तपाईँको समय, तपाईँको यो वर्ष एकदमै फलिफापपूर्ण, मालामाल, उन्नतिदायक रहोस्। नमस्कार, जय शम्भो, हर हर महादेव।